विहीन सुकुम्बासीहरूको व्यवस्थापनको सन्दर्भमा उनीहरूलाई हित गर्ने सन्दर्भमा उनीहरूलाई न्याय गर्ने सन्दर्भमा त सरकार सचेत त छँदैछ त्यसमा त। तपाईँ जस्तै बाँके पनि पुगेर आउनुभयो यसपालि आफ्नो चुनावी क्षेत्रमा, त्यहाँको जनताहरूले के अपेक्षा गरेका छन्? त्यहाँका अब जस्तै तटबन्धनको कुराहरू छ होइन, अब धेरै अब त्यहाँ बजेटहरू त अझ धेरै चाहिएको अवस्था छ, त्यहाँनिर सुकुम्बासीहरू पनि धेरै छन्, त्यहाँ ऐलानी जग्गामा घरहरू धेरै बनाइएको अवस्था छ। त्यहाँको जनताहरूले पहिला भोट माग्दा यसरी माग्यो भनेर तपाईँको भिडियो पनि चलाइरहेछन्, यसको विषयमा चाहिँ तपाईँले के भन्नुभयो? अब बजेट भनेको कुनै एउटा स्थानीय तहको, कुनै वडाको, कुनै पालिकाको बजेट आउन लागेको होइन, समग्र देशको बजेट बन्ने हो। देशलाई सबैलाई समान ढङ्गले न्याय हुने गरी बजेट आउँछ। त्यसमा गरी विशेष गरी तपाईँले बाँके 3 नम्बर क्षेत्र मेरो क्षेत्रको जे कुरा गर्नुभयो, तपाईँले भनेको जस्तो त्यहाँ धेरै खालको विविधतायुक्त बस्ती छ, त्यहाँ सबै खालका मानिसहरूको बसाइरहेको बस्ती छ, त्यहाँ मधेसी छ, पहाडी छ, थारू छ, मुस्लिम छ, यी सबै खालका चाहिँ पिछडा वर्ग छ, भूमिहीन छ, सुकुम्बासी छ, सबैलाई सम्बोधन गर्न सक्ने गरी बजेट चाहिँ आउँछ र त्यो बजेटले सरकारलाई र सबैलाई सम्बोधन गर्छ। आम जनतालाई चाहिँ किन नबोल्ने? हामी बोलेको बोलै छौँ नि यार।